हेलो एभ्रिवान, वेलकम ब्याक टु न्यू भ्लग। आज हामी जेबी घुम्न आएको छौँ। जेबीको वान अफ द मोस्ट फेमस टुरिज्म प्लेस हो, स्काइस्केप ठाउँ। त्यहाँ आज कम्पनीमा छुट्टी भएर त्यहाँ आज अलि घुम्न आएको छौँ। त्यो धेरै नै फेमस ठाउँ छ भन्ने सुनेका छौँ, त्यही भएर आज एक्सप्लोर गर्न आएको छौँ। लेट्स गो। अहिले हामी गाडीमा छौँ, अब एकछिनमा पुग्ने हो। हामी जेबीको वान अफ द फेमस मल सिटी स्क्वायरमा घुम्न आएको छौँ। यो वान अफ द बिगेस्ट मल हो यहाँ जेबीमा। कम आओ केटाहरू। मलमा तलमाथि गर्दै पुरै एक्सप्लोर गरिरहेछौँ सिटी स्क्वायर मललाई। हामी फुल्ली एक्सप्लोर हान्दिने आज मललाई हामी। यहाँ एस्केलेटर बिग्रेर एस्केलेटरमा पनि हिँड्नु परेको छ। एस्केलेटरमा पनि हामीलाई यहाँ एनी टाइम एभ्री डे यहाँ पुरै भिड हुन्छ, किनभने यो सिङ्गापुरको बोर्डरमा परेर भएको हो क्या। यहाँ सिङ्गापुरको मान्छेहरू पनि सपिङ गर्न धेरै मात्रामा आउँछ यहाँ। अहिले चाहिँ हामी सिटी स्क्वायर मलबाट निस्किसकेका छौँ र अब भाइरल एस्केलेटर सिन आर एन्ड एफ मलतिर लाग्यौँ। यो भाइरल एस्केलेटरमा पनि अब हामी घुम्न जाने हो। यो सिङ्गापुरको बोर्डरमा रहेछ। मलबाट निस्किँदा गर्मीले पुरै मर्ने बेला भइसक्यो। यहाँ नेपालको वैशाखको चर्को घामभन्दा पनि बढी यहाँ गर्मी भइरहेछ। अहिले हामी फाइनली टिकटकमा भाइरल भएको आर एन्ड एफ मलमा आइसकेका छौँ। एस्केलेटर सिन भाइरल भएको जोरबारको आर एन्ड एफ मलमा आइपुगेका छौँ। भ्यूहरू यस्तो छ। यहाँ धेरै नै मान्छेहरू डेली टुरिस्ट भएर यहाँ आउँछ। यहाँ धेरै नै रमाइलो भइरहेछ। यहाँको भ्यूहरू यहाँबाट सिङ्गापुर पनि नजिकै छ। उता यो पुल पारी उता सिङ्गापुर भइहाल्यो हाम्रो। र यहाँ बिचमा समुद्रमा ब्रिजले जोडिया छ मलेसियाको जोहोर बारू सिटी एन्ड सिङ्गापुर। यहाँ अहिले हामी बोर्डरमा घुमिरहेछौँ। हेलो केटाहरू, हामी नेपाली नै हो। ल भ्लगमा आइहाल केटाहरू। हाम्रो यहाँ रमाइलो भइरहेछ। यहाँको मौसम पनि एकदमै रमाइलो छ। यो कोसी ब्यारेज हो। कोसी ब्यारेजको यहाँ मुहान यहाँसम्म आइपुगेको छ, मलेसियासम्म। यहाँको मौसम एक नम्बर भइरहेछ यार। हावा कस्तो मिठो चलेको है। साथीहरू, यहाँ तपाईँहरू पनि घुम्न आउनु होला होइन। जोहोर बारूमा बस्ने हाम्रो नेपाली साथीहरू, तपाईँहरू पनि छिटो आउनु होला यो ठाउँमा घुम्नलाई। एकदमै रमाइलो छ खास। ओके गाइस, सी यू सुन अनदर भ्लग। अहिले हामी जेबीको स्काइस्केपको 34 फ्लोर माथि छौँ। यहाँको एक्सपिरियन्स एकदमै रमाइलो छ। खतरा भ्यू आइरहेछ यहाँ पुरै जेबीको। ठुलो बिल्डिङहरूदेखि तलको सानो सबै मानिसहरू, कारहरू, सब गाडीहरू पुरै रमाइलो भ्यू आइरहेछ यहाँ। हाम्रो जोहोर बारूमा बस्ने साथीहरू पनि यहाँ आउनु होला। पुरै एकदमै रमाइलो एक्सपिरियन्स लिनु होला। असम दामी भ्यू आइरहेछ यहाँ। दामी मजा भइरहेछ यहाँ। खतरा भ्यू छ यहाँ पुरै।
ओके गाइस, आज हाम्रो फाइनली दिनभरिको घुमघाम सकियो। अब हामी रुमतिर लाग्यौँ, जेबी टु सेनाई।